एकछिनलाई मैले माने। यदि तपाईको नियत सफा थियो र सृजनाले बच्चा जन्माओस् भन्ने तपाईको चाहना भए सिधै सृजनालाई भेटेर सबैको सामु भन्न सक्नुहुन्थ्यो त। उसलाई एकान्तमा बोलाएर किन भेट्नु पर्यो? बच्चा नै जन्माऊ भन्नलाई त मैले फोनबाट पनि भन्न सक्थे, तर मैले भर्खरै अर्को बिहे गरेको छु। उता मेरो बच्चा भएपछि यताको सम्बन्ध नबिग्रियोस् भनेर सृजनासँग सल्लाह गर्न चाहन्थे। अनि सृजनासँगको सम्बन्धको बारेमा चाहिँ सोच्नु पर्दैन थियो? सृजना र म कानुनी रूपमै छुटिसकेका छौँ। अहिले त हाम्रो कुराकानी समेत हुन छोडेको थियो। यदि उसको पेटमा बच्चा बस्दैन थियो भने हाम्रो सम्बन्ध सकिएको थियो। तर उसले अझै पनि मलाई धेरै माया गर्छ। मेरो मनमा पनि उप्रति सम्मान र आदर भाव छ। बच्चा बस्ला भनेर हामी दुवैले अनुमान गरेका थिएनौँ। तर बच्चा भएपछि जीवनमा कसरी अगाडि बढ्ने भनेर सल्लाह गर्नु थियो। त्यही भएर मैले सृजनालाई भेट्न बोलाएको थिएँ। तर सृजना नआउँदै कसैले मलाई समातेर हातखुट्टा बाँधेर आँखामा पट्टी बाँधेर कता लग्यो मैले नै थाहा पाइनँ। उनीहरूको थियो मैले चिन्दा पनि चिन्दिनँ। उनीहरूको बोली मैले पहिलोचोटि सुन्दै थिएँ। तपाईँ बाहेक को हुन सक्छ त्यो जसलाई सृजनाको गर्भदेखि समस्या होस्? थाहा छैन, तर मलाई एकजना मान्छेप्रति शङ्का छ। इन्द्रे। उसैले सृजनालाई अस्पताल पुर्याएको। उसले कसरी हुन्छ? यही त उसको चाल हो। मैले सृजनालाई बोलाएको मौका छु ताकि दोष ममाथि आओस्। यता भर्खर मेरो बिहे भएको थियो। उता सृजनाबाट बच्चा जन्मिँदा मलाई समस्या पर्छ जस्तो देखाएर उसले मलाई फसाएको सर। उसँग तपाईको दुश्मनी थियो र? नत्र उसले किन फसाउँछ तपाईलाई? उसले सृजनालाई मन पराउँछ। सृजनासँग बिहे गर्न चाहन्छ। सृजना मेरो साथमा हुँदा उसले बारम्बार हामीलाई छुटाउने कोसिस गरेको थियो। सृजना र मेरो डिभोर्स हुँदा सबैभन्दा बढी खुसी हुने मान्छे त्यही थियो। यता मेरो बिहे हुँदा पक्कै ऊ पनि खुसी भएको होला। तर अचानक सृजनाको पेटमा मेरो बच्चा आएपछि उसको खुसी निराशामा बदलियो होला सायद। अब सधैँको लागि बिहे हुने सम्भावना देखेन होला। उसलाई त्यो बच्चा गाँडो भयो होला। त्यही भएर यो सब उसैले गरेको हो भन्ने मेरो अनुमान हो। उसको घरमा खबर गरिदिनुस्। उसलाई हामी खाना खुवाएर पाल्न सक्दैन। खाना लिएर आउनु भन्दिनु। हस् सर। घरमा कसलाई खबर गर्नुपर्छ? नम्बर दिनुस्। कसैलाई नगर्नु। म यहाँ छु भन्ने कुरा थाहा पाउँदा सबैजना आत्तिनुहुन्छ। यो लुकाएर लुक्ने कुरा हो र? भोलि बिहानसम्म एक कान दुई कान गरेर सबैको कानमा पर्छ। अरूको मुखबाट सुन्नुभन्दा हामीलाई भन्नुस्। हामी खबर गर्छौँ। भन्नुस् कसलाई भन्नु पर्यो? सन्तोषलाई। लौड्नुस्। मलाई नपसी है, खान मन छैन। तिमीहरू बाउ छोरी खाओ। किन खाना नखाने? कसरी खानु त नि? घरमा छोरो छैन। कहाँ गएको हो अत्तो पत्तो छैन। झन् त्यसमाथि नहुँदो आरोप लगाएका छन्। बेचारा कहाँ छ? कस्तो अवस्थामा छ? खायो कि भोकै छ? मनभरि यत्रो पिरो हुँदाहुँदै कसरी खाना रुच्छ भन्नु त?
अनि हाम्रो चाहिँ मनमा पीर नभएर खाना खान लागेको हो र पीर त मलाई पनि छ तर पीर लाग्यो भन्दैमा खानै खान छोड्यो भने कमजोर भएर भोलि छोरालाई कसरी खोज्न सक्छौ त्यसमाथि आरोप लागेको मात्रै हो प्रमाणित भएको होइन गल्ती गरेको रहेछ भने केही गरी उम्किदैन गल्ती गरेको छैन भने कसैले केही गर्न सक्दैन खाएको विष पो लाग्छ नखाएको विष लाग्दैन पीर नमानी खाऊ पस्की केसरी केशर दिदी के भयो सन्तोष किन यसरी आतिदै आएको बसन्त दाइलाई पुलिसले पक्र्यो अरे मलाई भर्खर चौकीबाट फोन आएको थियो खाना ल्याइदिनु भनेर देख्नुभयो मैले अघि नै भनेको थिएँ नि छोरो पक्कै अप्ठ्यारोमा छ भनेर आमा हो कतै न कतैबाट सङ्केत पाइन्छ मलाई लिएर हिँड सन्तोष म बसन्तलाई भेट्छु तपाईँ यति राति नजानु बरु भोलि बिहान जाउँला अहिले म खाना पुर्याएर आउँछु तैँले भनेर हुन्छ भोलि बिहानसम्म म पिरे फ्यासो मऱ्यो भने के बोलेकी यशोदा जिद्दी नगर अहिले राति तिमी गए पनि भेट्न दिँदैन ऊ चौकीमा रहेछ यसैमा ढुक्क हौ गल्ती नगरेको भए चौकीमा लग्दैमा केही हुँदैन अहिले सन्तोष गएर आउँछ भोलि बिहान हामी जाउँला आमा तपाईँ नजानु म र सन्तोष भएर जान्छौँ जाने भए जा बसन्तलाई राम्रोसँग सम्झाउनु भोलि बिहान बा आमा तँलाई भेट्न आउँछन् केही हुँदैन नातिनु भनेर भन्नु अनि चिसो छ होला बसन्तलाई लगाउने कपडा पनि लगिदिनु सन्तोष जा भित्र गएर बसन्तको तातो कपडा झिकेर ले हस् त्यो अलक्षिणले यो घर छोडेर गए पनि हामीलाई दुःख दिन छोडेन हुँदा हुँदा आज बसन्तलाई जेलमा पठाए त्यसको त कहिल्यै भलो नहोस् हे भगवान् मेरो छोरोको रक्षा गर त्यो निर्दोष छ अब पनि तैले रुन रोकिनस् भने पेटमा भएको बच्चालाई झनै असर गर्छ यो बेला वर्ष खुसी हुनुपर्छ दुखी हुने होइन छोरी म त रुदिन भन्छु तर मन मान्दैन झन् भक्कान छोड्छ मुटुमा गरमको चिजले थिचे जस्तो हुन्छ एकछिनलाई आँसु त लुकाउला तर मनमा पीडा त छ नि भोलि यो बच्चाले मेरो बाबा खै भन्दा मैले के जवाब दिने हिजोसम्म त म ढुक्क थिएँ यसको बाबा हाम्रो साथमा नभए पनि फोटो देखाएर उही तिम्रो बाबा हो भनेर चिनाउँछु भन्ने सोचेको थिएँ तर अब कसरी चिनाउने बुवा तिम्रो बाबाले नै तिमीलाई मार्न खोज्नु भएको थियो भनेर मैले कसरी भन्ने भोलिको कुरा सोचेर अहिले पिर नली छोरी भोलि त के हुन्छ के हुँदैन कसलाई थाहा छ र त्यही भएर अहिले खुसी हुन सक्नुपर्छ जसले तेरो खुसी लुट्न खोजेको थियो उ त जेल गइसक्यो अब फर्केर आउँदैन त्यसैले अरूलाई झुट बोल्नु पनि पर्दैन बच्चा र आमा दुवै ठिक छौ भन्दा हुन्छ तर मेरो मन ढुक्क छैन बुवा यो काम बसन्तले गरेको हो भनेर मेरो मनले मानेकै छैन सबै कुरा उहाँको विरुद्ध भएको भएर मात्रै जबरजस्ती पत्याउनु परेको
गरी बसन्तले नगरेर यो काम अरू कसैले गरेको रहेछ भने बसन्त जेल भएकै बेला फेरि कसैले यही घटना दोहोऱ्यायो भने त्यही भएर अहिले सबै कुरा भन्न हतार नगरौँ, केही समय कुरौँ। खाना खानुभयो हल्दार साहब? खाइ सर। अनि त्यो आज पक्रेको केटाको घरबाट कोही मान्छे आए? मैले खबर गरिदिएको छु, आउँदै होलान्। ए, बाहिर ड्युटी कसको छ खबर गरिदिनु होला, म सुत्न गएँ। हस् सर। सर नमस्कार। नमस्कार, बस्नु न। को हो तपाईँहरू? म बसन्तकी श्रीमती, हामी उसलाई भेट्न आएका। कता छ बसन्त? कसले भने यति बेला भेट्न पाइन्छ भनेर? अहिले भेट्न मिल्दैन, खाना छोडेर जानुस्, भोलि आउनुहोस् भेट्न। म बसन्तकी श्रीमती हुँ, के गरेर भेट्न नपाउने हो? हामी त अहिले उसलाई नभेटी जाँदैनौँ। हेर्नुहोस् बहिनी, सोधपुछको काम सकिएको छैन। हाम्रो लागि यो एकदमै सिरियस केस हो, हामीले केही लापरवाही गर्न मिल्दैन। भेट्ने पनि एउटा समय र नियम हुन्छ। तपाईँको श्रीमान ठिक हुनुहुन्छ, अहिले तपाईँहरू जानुहोस्, खाना हामी लगिदिउँला। मलाई एकचोटि टाढेबाट भयो नि हेर्न दिनुहोस् न, ऊ निर्दोष छ, उसले यस्तो काम गर्नै सक्दैन। कसले के गरेको हो पत्ता लगाउने काम हाम्रो हो। हामी दोषीलाई उम्कन र निर्दोषलाई सजाय दिँदैन। यदि तपाईँको श्रीमान निर्दोष हुनुहुन्छ भने हामीले जबरजस्ती केही गर्न मिल्दैन र गर्दैनौँ पनि। त्यसैले हामीलाई हाम्रो काम गर्न दिनुहोस्। तपाईँहरूले हामीलाई सहयोग गर्नुभयो भने हामीलाई काम गर्न सजिलो र छिटो हुन्छ। त्यसैले कृपया कुरा बुझिदिनुहोस्। म पनि हजुरलाई बिन्ती गर्छु, आफ्नै बहिनी जस्तो सम्झेर मलाई एकचोटि बसन्तसँग भेट्न दिनुहोस्। म बहिनीको कसम, मैले बसन्तलाई भेटेर तपाईँको काममा कुनै असर गर्दैन, कुनै नियम र कानुन मिचिँदैन। भयो नरुनु, एकैछिन भए पनि भेटेर आउनुहोस्। हल्दार साहब, उहाँहरूलाई लगिदिनुहोस्। धेरै बेर गफ गर्न नदिनुहोस् है। सुन्नु त, त्यो चाहिँ यहाँ राखेर जानुहोस्, पछि हामी लगिदिन्छौँ। हल्दार साहब, त्यो राख्नुहोस्, दिनुहोस्। ल हिँड्नुहोस्, भित्र जाउँ। धन्यवाद हजुर। आउनुहोस्। बसन्त दाई, मैले घरमा खबर नगर्ने भनेको थिएँ, तैँले केसरीले यहाँ किन लिएर आएको? मलाई यहाँबाट फोन गर्ने बेला नै घरमा खबर पुर्याइदिनु भन्नुभएको थियो। अनि के भयो त उसले हामीलाई खबर गरेर? अझै कहिलेसम्म हामीलाई केही थाहा नदिए यसरी बस्छु भन्ने सोचेको छस्? मलाई त आफ्नो मुटु होस् भन्थिस्, मलाई नै यति ठुलो कुरा लुकाइस्। आफ्नो जिन्दगीमा यति ठुलो घटना घट्दा मलाई थाहा दिनुपर्छ भन्ने पनि सोचेनस्। कोसिस गरेको कैसो भन्नलाई।
सक्दिनस् भन्ने लाग्यो। म किन सहन सक्दिनँ? के म नारी होइन? त आफैले भनेको हैनस्, नारी भनेकै आमा हुन्। उनीहरूले सन्तान नजन्माएर पनि आमामा हुने गुण हुन्छ भनेर मलाई यति धेरै निर्दयी सम्झिस्? मलाई डर लाग्यो। सिर्जनासँगको सम्बन्ध बचाउन खोज्दा खोज्दै कहाँनिर सम्बन्ध बिग्रियो पत्तै भएन। फेरि तँसँग पनि यिनी कुराहरूले सम्बन्ध बिग्रन्छ कि भनेर भन्नै सकिन। त्यही भएर लुकाएँ। अनि लुक्यो त? लुकेन। सबैको सामु लुकाउने चक्करमा पाप गरिस्, आफ्नै सन्तानको हत्या गरिस्। के बोले कि मैले त्यस्तो नीच काम गर्न सक्छु होला? यी मेरो हात हेर, म यी हातले कसरी त्यस्तो काम गरौँला? तेरो कसम के छु, मलाई कसैले फसाएको हो, मैले केही गरेको छैन। तपाईहरु निस्किनु अब, नत्र भने सही हिसाबले मलाई गाली गर्नुहुन्छ। त नआत्ती, त निर्दोष छस्। मेरो आत्माले त्यही भन्छ। म एउटा कुरा भन्छु, मान्छेस्? के? रिसाउँदिन भन अनि भन्छु। त यस्तो अवस्थामा छस्, म रिसाएर पनि के गर्न सक्छु र? के हो भन् छिटो? म यहाँ यस्तो अवस्थामा छु, उता सिर्जना पनि सही अवस्थामा पक्कै छैन होला। उसले त्यो बच्चालाई आफ्नो जिउने सहारा सम्झेकी थिए। सायद धेरै खुसी पनि थियो होला, तर दैवले उसको खुसी लुट्यो। उसलाई यो सब मैले गरेको हो भन्ने लागेको छ। ठिक छ, लागोस्, तर तैँले उसलाई एकचोटि भेटेर आइजन। चाहे तँलाई उसले नराम्रो भनोस्, अपशब्द बोलोस्, तैँले आफ्नो कर्तव्य पुरा गरेर आइजन, हुँदैन? दाइ, चिन्ता नगर्नु, सब ठिक हुन्छ। म भोलि पनि आउँछु। हजुरबा र हजुरआमा पनि आउनुहुन्छ अरे। हुँदैन, बा-आमालाई नले। उहाँहरूले आफूलाई सम्हाल्न सक्नुहुन्न। बसन्त दाइलाई जिल्लामा लगेको छ भनेर झुट बोल्दै। बरु घरमा जति आत्तिनुहुन्छ आत्तिन दे। हस्। केशरी दिदी, केशरी दिदी, दिदी कता हुनुहुन्छ? भित्र छे। किन हो? झन् आज छिटछिटो गरेर सिर्जना भाउजूका भेट्न जाने भनेको। म सिर्जना भाउजू? अझै सिर्जना भाउजू भन्दैछस् तैँले त्यसलाई? किन भेट्न जानु पर्यो त्यो अलक्षिणालाई? त्यसकै कारणले त आज जेलमा छ बसन्त। थाहा छैन तँलाई? त्यही भएर भेट्न जान लागेको। बसन्त दाइको गल्ती छैन, उजुरी फिर्ता गरिदिनु भन्नलाई। गल्ती नै नभएपछि तिनले निकाल्नु पर्छ र? आज माफै गरेर निकालेर लिएर आउँछु मेरो छोरालाई। कसरी निकाल्नुहुन्छ? दाइलाई हिजो बेलुका जिल्लामा लगेर गए। लौ, तैँले पहिले नै हामीलाई किन भनिनस्? अब हामी भेट्न जाने भनेर यसुदाले खाना बनाउँदै थिए। म त जहाँ लग्यो त्यहीँ जान्छु। गल्ती नै नभएको मान्छेलाई जामनलाई त्यहीँ लान पाइन्छ? त्यसो होइन आमा, हामीले अहिले रिसले भन्दा पनि संयमले काम लिनुपर्छ। सिर्जनालाई पनि अरूले उचालेर होला, नत्र उसले बसन्तमाथि यसरी शङ्का गर्ने थिएनन्। हामी एकचोटि भेटेर आउँछौँ, त्यसपछि पनि भएन भने तपाईँहरूले जे भन्नुहुन्छ त्यही गरौँला। उसो भए जान दे यसुदा, हामी यसै समस्यामा छौँ। धेरै जसो समस्याको हल बल मिचाइले भन्दा समझदारीले निस्किन्छ। यिनीहरूलाई आफ्नो काम गर्न देऊ। लौ त लौ, जाने भए जाओ। अनि बसन्तको खबर पनि बुझेर आऊ है। सन्तोष, जाउँ यहाँ।
ए तपाईहरु आइपुग्नु भएछ। कस्तो छ अहिले सिर्जनालाई? ठिकै छ अङ्कल। ठिकै भए पनि तिमीले अलि बढी ख्याल गर्नुपर्छ। हाम्रो आमाहरूले भनेको सुनेको थिए, गर्भ खेर जानु भनेको पनि सुत्केरी हुनु जस्तै हो रे। त्यही भएर सुत्केरी हुँदाको जस्तै अलि बढी स्याहार र ख्याल गर्नुपर्छ भन्नुहुन्थ्यो। तँलाई थाहा नभएको कुरा पनि केही छैन। त चिन्ता नगर, म उसको राम्रोसँग ख्याल गर्छु। हुन्छ, म अहिले जान्छु। तपाईहरु आइहाल्नुभयो, केही परे बोलाउनु होला। तँ जस्तो असल छिमेकी हुनाले जति दिन घर छोडेर हिँडे पनि केही पिर पर्दैन। छिमेकीको धर्म भनेकै अप्ठ्यारोमा साथ दिने हो। सजिलोमा त साथको आवश्यकै पर्दैन। तँ हामीसँग रिसाएको त छैनस् नि? भान्जालाई जेल पठाए भनेर मनमा गुनासो राखेको छस् कि जस्तो लाग्दैछ। हामी सबैको ठुलो शक्ति र कमजोरी भनेकै आफन्त हुन्। आफ्नो मान्छे जतिसुकै खराब भए पनि मनमा माया हुन्छ। यदि गल्ती छ भने म मेरो भान्जा मात्रै होइन, आफ्नै जन्म दिने बाआमाको पनि कुरा सुन्दिनँ। नमस्कार। नमस्कार हजुर। नमस्कार हजुर। कतिखेर आइपुग्नुभयो? हामी त भर्खरै आइपुग्यौँ। ढोका खोलेर भित्र जान पनि पाएका छैनौँ। बसौँ न। बस्नुभन्दा पनि कामकै कुरा गरौँ न। उहाँ सृजना, हजुर सृजनाको बुवा? हजुर, म बुवा। अनि उहाँ? मेरै छिमेकी। अझ स्पष्ट भन्नुपर्दा हिजो तपाईँहरूले जसलाई पक्रिनु भयो उसको मामा। ए, भनेपछि अपराधीलाई सहयोग गर्ने एकजना उहाँ पनि हुनुहुँदो रहेछ। होइन सर, मैले त्यस्तो केही सहयोग गरेको छैन। बसन्त भान्दाले मेरो मोबाइल लिएर जान्छु भन्नुभयो, मैले केही नसोचिदिएँ। यस्तो होला भन्ने थाहा नै भएन। अनि मोबाइल दिएपछि त्यो पनि एउटा सहयोग भएन र? यो त्यस्तो खराब नियतको मान्छे छैन, असल छ। सम्बन्धले बसन्तको मामा भए पनि हाम्रो कुबलो चिताउँदैन। अनि यतिखेर तपाईँको भान्जाको हरकत कस्तो थियो? मतलब हतारिएको, हडबडाएको, तपाईँलाई अरू बेला भन्दा अनौठो लागेको अरू केही? त्यस्तो त केही पनि थिएन। बरु मैले सिर्जनालाई किन एकान्तमा भेट्नु पर्यो, उसलाई बच्चा फाल्न दबाब दिन लाग्नु भएको त होइन भनेर शङ्का गर्दा उल्टै मसँग रिसाउनु भएको थियो। अनि रिसाउँदै त्यो बच्चा मेरो हो, उसले बच्चा फालेर छुटकारा पाउन चाहन्छे भने पनि म त्यसो हुन दिन्न भनेर जानुभएको हो। कता हो तपाईँको घर? अलि मास्तिर पर्छ सर। ए ठिक छ, अहिले तपाईँ जानुहोस्। म एकछिन उहाँहरूसँग कुराकानी गर्छु। आवश्यक परे तपाईँलाई पनि भेटौँला। हस्। बसन्त तपाईँको पूर्व श्रीमान। तपाईँले उसलाई असाध्यै प्रेम गर्नुहुन्छ। मैले बुझेअनुसार बसन्तले पनि तपाईँलाई आदर गर्छ। फेरि तपाईँलाई कसरी लाग्यो उसले नै यो सब गर्यो भनेर? अहिले भर्खरै बसन्तको मामाले भनेको सुन्नुभयो होला। सृजनाले बच्चा फाल्छु भने पनि म फाल्न दिन्न भनेर हिँडेको रहेछ। त्यो त उसको चलाकी हो। चोरले म चोर हुँ, म चोर्न जाँदैछु भनेर सबैलाई भनेर जान्छ र? प्रश्न तपाईँसँग पनि गरौँला। अहिलेलाई छोरीलाई बोल्न दिनुहोस्। किन बसन्तलाई शङ्का गर्नुभयो? जबकि तपाईँले बयानमा मान्छे चिन्नै सकिन भन्नुभएको छ। मलाई थाहा छैन, सबैले उसैले हो भन्नुभयो। मलाई पनि हो कि जस्तै लाग्यो। मलाई एकान्तमा भेट्न बोलाउनु, अनि त्यही बेला त्यो घटना घट्नु। फेरि मेरो पेटमा बच्चा हुँदा अप्ठ्यारो उसैलाई परेको हुँदो, त्यही भएर यस्तो गर्यो होला। तपाईँको पेटमा बच्चा हुँदा बसन्तलाई मात्रै अप्ठ्यारो पर्यो होला र तपाईँको बुवालाई पनि त अप्ठ्यारो पर्यो होला। किनकि ज्वाइँले छोडिसकेको छोरीको गर्भमा बच्चा हुँदा पछि भविष्यमा अप्ठ्यारो पर्ला, बरु अहिले नै फाल्दिन पाए हुन्थ्यो भनेर। के भन्नुभएको सर? म उसको बाउ हो। मैले त्यस्तो पाप काम किन गर्थेँ, त्यो पनि छोरीको ज्यान लिने हिसाबले? तपाईँको दिमागमा यस्तो नीच सोच कसरी आयो? जसरी तपाईँको दिमागमा बसन्त आयो। शङ्का त सृजनामाथि पनि गर्न सकिन्छ। श्रीमान बिना बच्चा पाउनुभन्दा गिराउन यसो गरिन् भन्न पनि सकिन्छ। अझ इन्द्रे, उसले पनि सृजनालाई पहिलेदेखि नै बिहे गर्न खोजेको रहेछ। उसले पनि गर्न सक्छ। त्यसैले हामीलाई शङ्का लागेको जो कोहीलाई पनि सोधपुछ गर्छु। म उसको नजिकको मान्छे हो, मैले यो कसरी गर्न सक्छु भन्ने छुट कसैले छैन। आवश्यक परे तपाईँहरूलाई पुलिस चौकी बोलाउँछौँ, तपाईँहरू आउनु होला।
तर तपाईहरु ढुक्क हुनुहोस्। अपराधीलाई जसरी भए पनि हामी पत्ता लगाउँछौं। चाहे त्यो बसन्त होस् या अरु कोही। अहिलेले हामी लाग्छौं। नमस्कार। एकचोटि भित्री के हेरे कि त्यसरी? तैँले म माथि शङ्का गरे कि? होइन, तर हामीले हतारमा बसन्तमाथि दोष लगायो कि जस्तो लाग्यो। शङ्काको दृष्टिले हेर्ने हो भने त यहाँ धेरै मान्छेमाथि तीर तिर्साउन मिल्ने रहेछ। मैलाई पनि दोष लगाउन मिल्ने रहेछ। तर हामीले त बसन्त मात्रै देख्यौं। देख्यौं भन्दा पनि परिस्थिति त्यस्तै बन्यो। देखाउनेले उसैलाई देखायो। कसले देखायो? इन्द्रले। ओहो सर, तपाईहरु हाम्रो गाउँतिर फेरि कुनै घटना घट्यो र? हामी तपाईलाई नै भेट्न आएका हौं। मलाई किन होला? किन डराउनु भएको? हामी तपाईलाई नै पक्रिन आएको भन्ने सोच्नु भयो क्या? हैन, म किन डराउने? पक्रिनै आउनु भएको भए पनि गल्ती गरेको भए पो डराउनु। नबिराउनु, नडराउनु। त्यो पनि हो। तपाईले हामीलाई अपराधी पक्रिनुको लागि सहयोग गर्नुभयो। त्यसको लागि तपाईलाई धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि परेको बेलामा सहयोग गर्नु होला। भइहाल्छ नि। बरु त्यो बसन्तले आफ्नो गल्ती स्वीकार गर्यो कि गरेन? मान्छे निकै जब्बर छ। हत्तपत्त मैले गल्ती गरेको हुँ भन्दैन। अरूलाई दोष दिन सक्छ। उस्तै परे मै माथि दोष लगाउन पनि सक्छ। त्यो पापीलाई जसरी पनि सजाय दिनुपर्छ सर। अनि मात्र सिर्जनाको मनले शान्ति पाउँछ। के हो? सिर्जनासँग तपाईको राम्रै लगाव छ जस्तो छ नि। हे, सर पनि जिस्काउनुहुन्छ। ल, हामी चाहिँ मान्छे होइनौँ र? वर्दी लगाउँदैमा हाम्रो मन ढुङ्गाको हुन्छ भन्ने सोच्नु भयो कि क्या? हाम्रो पनि तपाईको जस्तै मन हुन्छ। माया प्रेम पनि हुन्छ। साच्चै तपाई नठारिकन भन्नुस् त, सिर्जनासँग तपाईको चक्कर छ हो? त्यस्तो चक्कर त होइन, तर मलाई ऊ मन पर्छ, त्यति हो। भनेपछि सिर्जनाको बिहे त्यो फटा बसन्तसँग हुँदाखेरि तपाईलाई खुब रिस उठेको थियो होला हैन? रिसको त के कुरा गर्नु, त्यसलाई मार्दिउँ जस्तो हुन्थ्यो। तर के गर्नु, मान्छे मार्ने काम उसैले जानेको रहेछ। आफूलाई अपराध गर्नु हुँदैन भन्ने थाहा छ। अनि सिर्जनाले तपाईलाई मन पराउँदैन? उसको मनमा अझै त्यो फटा बसन्ते छ। अब त छैन होला। उसले आफ्नै कोखको बच्चालाई मार्न खोजेको भएर घृणा गर्दै थियो। बरु मलाई सिर्जनाले तपाईलाई चाहिँ माया गरेको जस्तो लाग्यो। होइन त हल्दार सर? हो, इन्द्रले मलाई बचायो। बसन्त भन्दा त इन्द्र असल रहेछ भनेर भन्दै थिए। मैले इन्द्रलाई चिन्न सकिन पनि भनि। हो र? त्यस्तो भनिन् सिर्जनाले? अनि के त? अब त सिर्जनाको पेटमा भएको बच्चा पनि खेर गयो। अब तपाईले ढुक्क भएर सिर्जनासँग बिहे गर्दा हुन्छ। त्यही त, मलाई पनि सिर्जनाको पेटमा बच्चा हुँदा अप्ठ्यारो लागेको थियो। अब त सबैतिर बाटो खुल्यो। अब बसन्ते जेलमा सड्ने भो, यता सिर्जनाको मनमा मेरो लागि माया पलायो। ल, बधाई छ। बिहेमा हामीलाई पनि बोलाउनु होला। अहिलेले हामी लाग्छौँ। हुन्छ त सर, अवश्य। तपाईहरु बिना मेरो बिहे नै हुँदैन नि। म पनि अहिले सिर्जनालाई भेट्न जान्छु है। केही परे सम्झिनु होला। तपाईले के अनुमान लगाउनु? सर, अपराधी पत्ता लागे जस्तो लाग्दैछ मलाई त। सिर्जना,
कति छिटो आएका मलाई खबर गरेको भए म लिन आउँथे नि तँलाई किन खबर गर्नु पर्यो कति न घरकै मान्छे जस्तो धेरै साखिलो भएर मेरो नजिक आइराख्नु पर्दैन सोध्दै नसोधे किन मेरो रुममा किन आएको ल कस्तो छुच्चो मुख हो क्या तिम्रो झन् मैले तिम्रो ज्यान बचाएँ धन्यवाद त भन चाहना त तिम्रो कोखको बच्चा पनि बाँचोस् भन्ने थियो तर त्यस्तो भएन पिर नगर जे भयो राम्रै भयो के भनिस् रे फेरि भन् त कस्तो अचम्म हो अघि उता बाटोमा पुलिसहरूले त तिमीले मेरो खुब प्रशंसा गर्यौ भनेर भन्दै थिए यता तिमी त आगो उकल्दै छौ त म यहाँ तिम्रो मोबाइल दिन आएको अस्ति हतारमा तिमीलाई अस्पताल लैजाँदाखेरि खोलामा खसेको थियो खोल्न खोजेको खुल्दै खुलेन तिमीले बनाएर चलाउँछौ कि भनेर ल्याइदिएको लौ राख यो रुमाल कसको हो यो रुमाल त मेरै हो मैले यो रुमाल कतै देखेकी छु म माथि आक्रमण गर्ने मान्छेको पनि यस्तै रुमाल थियो हुन सक्छ बजारमा यस्ता रुमाल धेरै हुन्छन् बसन्तको पनि यस्तै रुमाल हुन सक्छ मैले लगाएको थियो भनेकै छैन तैँले कसरी थाहा पाइस् लगाएको थियो भनेर अब कसरी हुनु रुमाल भएपछि लगाएरै त प्रहार गर्यो होला ए इन्द्र पो आएछ कतिखेर आइस म त आएर पनि जाने बेला भयो काका चिया खाएर जालास खानै खाएर आएको मान्छेले के चिया खानु सृजनाको ख्याल गर्ने काका मैले गएँ यो त म आउने बित्तिकै गयो त तिमीहरू झगडा गर्यौ क्या हो मलाई पुलिस चौकी लगिदिनु किन पुलिसलाई सूचना दिन मलाई यो इन्द्रमाथि शङ्का छ सिर्जना भाउजू उहाँलाई भाउजू भन्ने बानी पर्यो त्यसैले भाउजूलाई भाउजू त भन्यो नि बोला न भाउजू सिर्जना भाउजू बुवा नमस्ते नमस्ते बा नमस्ते बा सिर्जना कस्तो छ तिमीलाई ठिकै छु केसरी यता बेन्चीतिर बस न भित्रै आऊ न तपाईहरु कति दिनमा भेट हुनु भएको गफ गर्नु न म यही बस्छु बुवा यो फलफुल राख्नु त ए यतै राख्दै गर न पछि लैजान्ला म आऊ बस अनि उता सम्धिनी जीवहरूलाई सन्चै छ हजुर आरामै हुनुहुन्छ अचानक आयो मैले त तिमी मलाई यसरी भेट्न आउँछौ भनेर सोचेकी पनि थिइन मलाई त तिमीहरूले पराई बनाइहाल्यौ पराई न तिमीले हामीलाई बनायौ न हामीले तिमीलाई बनाएका हौ यो त समयको खेल थियो कहिले म तिमीसँग नराम्रो भए कहिले तिमी मसँग नराम्रो भयो समयले खेल खेलायो हामी खेल्यौं नतिजा अहिले हाम्रै सामु छ तिमी पनि दुखी छौ
खुसी हामी पनि छैनौँ। रिसाकी छेउ मसँग? म किन रिसाउने? बरु दुखी छु। तिमी भित्र के बितेको होला म महसुस गर्न सक्छु। सायद त्यही दुःख र हताश भएर होला तिमीले हतारमै बसन्तमाथि दोष लगायो कि भन्ने लागेको छ। तिमीलाई लाग्छ बसन्तले त्यति घृणित काम गर्छ भनेर? लाग्दैन, तर मैले त्यतिखेर केही सोच्नै सकिनँ। म निकै डराएकी थिएँ। सबैजनाले बसन्तमाथि शङ्का गर्दा मलाई पनि हो कि जस्तो लाग्यो। अनि प्रहरीले फोन गरेर सोद्धा पनि मलाई बसन्तमाथि नै शङ्का छ भनेर बयान दिए। साँच्चै तिमी बसन्तलाई भेट्न गयौ? कस्तो छ उहाँलाई? दुखी छ। आफूले आफैलाई सम्हाल्न सकेको छैन। निकै कमजोर भएको छ। मलाई खुब घृणा गरेको होला है? छैन, तिम्रो पीडामा ऊ पनि दुखेको छ। तिमीसँग भेट्न चाहेको छ, तिमीलाई देख्न चाहेको छ। अस्ति तिमीलाई देख्न पनि नपाई अनि तिमी आमा बन्न लागेको खुसी साट्न पनि नपाई त्यस्तो घटना घटेकोमा पछुतो मानेको छ। छटपटाएको छ। अनि तिमीलाई उसको छटपटीले बिसाएको छैन? तिमीले हामी प्रति जे सोचेकी छौ त्यो म र बसन्त हिजो पनि थिएन र आज पनि छैन। मैले तिमीलाई पूर्ण रूपमा बसन्तसँग खुसीले जीवन बिताऊ भनेर आफ्नो माया मारेकी थिएँ। बसन्त यहाँ आएको पनि थियो, तर तिमीहरू बीच के भयो मलाई थाहा छैन। मैले बसन्तलाई सोद्धा पनि सोधिन, तर मैले त्यतिखेर बसन्तलाई खुसी देखिन। त्यसपछि कठोर भएर उसलाई अँगालेकी हुँ र तिमीबाट पनि उसलाई टाढै राख्न कोसिस गरेकी हुँ। किनकि म बसन्त दुखी भएको देख्न सक्दिनँ। त्यसैले उसलाई दुःख दिने मान्छे उसको नजिक नआओस् भन्ने चाहन्थे। म खुसी छु केसरी तिमीहरूले बिहे गरेको। अनि बसन्तलाई मबाट टाढा बनाउन खोजेको मलाई कुनै गुनासो पनि छैन। मैले नै तिमीहरू बिहे गर भनेर बसन्तसँग डिभोर्स गरेकी हो। आफूले डिभोर्स पनि गर्ने अनि घरिघरि मेरो पति हो भनेर गिडगिडाउन पनि सुहाउँदैन। बरु यो पापी मन कहिलेकाहीँ बकिन्छ र दुख्छ। मैले साँचो प्रेम गरेको थिएँ बसन्तसँग र सधैँ गरिरहनेछु। त्यही भएर म बेला बेला दुख्छु, तर म पनि बसन्त दुखी भएको हेर्न सक्दिनँ। तर कस्तो दुर्भाग्य हेर न, हामी जो दुखी भएको हेर्न सक्दैनौँ, जसको खुसीमा आफूलाई सुखी महसुस गर्छौँ, आज त्यही मान्छे दुःखमा छ। आफ्नो गल्ती नै नभएको दोषमा सजाय भोगिराखेको छ। तिमीलाई थाहा छ म यहाँ कसले पठाएर आएकी हुँ? त्यही मान्छेले जसले म तिम्रो सौता हुँ भन्ने जान्दा जान्दै तिमीले उसलाई जेल पठाएकी हौ भन्ने बुझ्दा बुझ्दै पनि यो बेला तिमी दुःखमा छौ। दुःखको बेला साथ दिनुपर्छ। उसले हामीलाई दुश्मन ठान्ले, तर हामीले उसलाई आफ्नो ठान्नुपर्छ भनेर मलाई पठाएको हो। तिमीले त्यस्तो मान्छेलाई कसरी शङ्का गर्न सक्यौ? बसन्त निर्दोष छ। उसलाई नरौ सिर्जना। ऊ पहिला नै धेरै रोइसकेको छ।
चाहे तिमीले मलाई स्वार्थी भन चाहे मतलबी म बसन्तको खुसीको लागि जे पनि गर्न सक्छु म तिमीसँग बिन्ती गर्छु मिल्छ भने उजुरी फिर्ता गरेर बसन्तलाई घर पठाइदेऊ म तिम्रो गुणको सदैव ऋणी रहनेछु सन्तोष जाऊ भित्र बुवा चिया पकाउन जानुभएको छ खाएर किन रुनु भएको दिदी के भयो तपाईलाई दिदी साला जति गरे पनि जे गरे पनि त्यो सिर्जनाले भाउ दिदिने बरु यसै न उसै त्यसलाई पनि त्यसको बच्चासँगै मारिदिनु पर्ने रहेछ त्यो मरेपछि त म अलि दिन दुखी आउला त्यसपछि त त्यसलाई बिर्सेर नयाँ जिन्दगी सुरु गर्न सक्छु नि तर त्यो जिउँदो हुँदाहुँदै बिर्सन किन सक्दिन के पैसा माग्न फोन गरेका होलान् म मरेकै उठाउँदिन बसन्त तिमीलाई कस्तो छ यस्तो अवस्थामा यहाँ किन आकी मलाई त केही भएको छैन बरु तपाईलाई यहाँ देखेर मेरो मन भारी भएको छ त्यो पनि मेरो कारणले गर्दा तपाईँ यहाँ आउनुहुन्छ यस्तो अवस्थामा देख्दा देख्दै तपाईलाई कस्तो छ भनेर म कसरी सोधौं सोध न म जवाफ दिन्छु कस्तो छ तपाईलाई ठीक छैन बोलाउन लागेको छु दुनियाँले मलाई भाग्यमानी देख्छ एउटा माया गर्ने मान्छे जिन्दगीबाट गएर फेरि अर्को पाएको छ यो जति भाग्यमानी कोही छैन भन्छन् तर मेरो मनभित्रको पीडा दुनियाँलाई के थाहा यस्तो अवस्थामा बाँच्नुको सकस मैले मात्र भोगेको छु म साह्रै अभागी रहेछु सिर्जना मेरो पहिलो सन्तान तिम्रो कोखमा हुर्कदै थियो जसले तिमीलाई आमा अनि मलाई बाउ बन्ने सौभाग्य दिलाएको थियो तर दुनियाँले मलाई आफ्नै सन्तानको हत्यारा बनाइदियो म हत्यारा होइन मेरो विश्वास गर दुनियाँको कुरामा म पनि बहकिएँ मैले आफ्नो प्रिय मान्छेमाथि शंका गरेँ मलाई माफ गरिदिनु तपाईको नासो मैसँग छ मतलब तिम्रो त्यो दुर्घटना अनि सबैले भनेको कुरा सबै सत्य हो तर भाग्यवश हाम्रो बच्चालाई केही पनि भएन हामीलाई डर थियो जसले हाम्रो बच्चालाई प्रहार गर्ने कोसिस गर्यो यदि त्यसले यसलाई केही नभएको खबर पायो भने पुनः प्रहार गर्छ भनेर
डाक्टरकै सल्लाहमा बुवा र मैले यसलाई गोप्य राख्यौँ। अब यो कुरा हामी 3 जना बीच मात्रै रहन्छ, जबसम्म यसलाई लुकाएर लुकाउन सकिन्छ। मेरो बच्चा, म बाउ बन्दैछु। कस्तो अचम्म है, आज बाउ र उसको सन्तानको पहिलोचोटि भेट हुँदैछ, त्यो पनि कस्तो अवस्थामा। यही सन्तानको हत्याको आरोपमा यसको बाउ जेलभित्र छ। चिन्ता नगर्नु, म अहिले नै उजुरी फिर्ता लिएर तपाईँलाई निकाल्छु। होइन, त्यस्तो गल्ती नगर्नु। जसले तिमीलाई र हाम्रो बच्चालाई मार्न खोज्यो, त्यो अपराधी यो जेलभित्र नआउँदासम्म म यहीँ बस्छु। म पापी नि हुँ, मैले तपाईँ जस्तो मान्छेमाथि शङ्का गर्छु। मलाई माफ गरिदिनु।